हेलो साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरुलाई सन्चै आरामै हुनुहुन्छ होला हैन। म भर्खरै हिजो मात्र दशैं मनाएर म म्याग्दी सिंगा तातो पानी डुब्नको लागि जाँदैछु। बाटोमा जाँदैछु। सुरुदेखि नै भिडियो बनाउँछु भनेको एकदम बिजी भए हिँड्ने बेला गाडी आइहाल्यो अनि बिर्सिहालेछु। यो बाटो चाहिँ हाम्रो म्याग्दी बेनी काटिसकेपछि मात्र मैले भिडियो खिच्न सफल भएँ। थोरै भिडियो खिचेको छु साथीहरु। हाम्रो ड्राइभर भाइ चाहिँ चिनेकै हुनुहुन्छ, एकदमै रंगिलो हुनुहुन्छ। गफ गर्दैछौँ हामी दुई भाइ। पछाडि दिदी अनि बाबु पनि छ। हाई भन्दैछ बाबुले। अनि हामी नजिक पुगिसकेको छौं सिंगा तातो पानीको। त्यहाँ हजुरहरुलाई धेरैलाई थाहा होला, धेरैलाई थाहा छैन होला पनि। सिंगा तातो पानी डुब्ने भन्ने चलन छ नि त हैन। त्यहाँ अलरेडी तातो पानी बिरेनुनको स्वादमा नेचुरल तातो पानी जमिनभित्रबाट आफै निस्किन्छ के। त्यहाँ हामी भर्खरै यो गेट प्रवेश गर्दैछौँ। सिंगा तातो पानीको गेट प्रवेश गर्दैछौँ हामी। एकदमै धेरै नजिक छौँ हामी। अब भित्र बजारभित्र यो उपल्लो बाटो चाहिँ उपल्लो अर्को बजार छ त्यहाँ जाने। यो तल्लो बाटो चाहिँ हामी बस्ने यताबाट जाँदा एकदमै पाइ पर्ने बजार हो यो। हामी बजारभित्र छिरिसकेका छौँ साथीहरु। कहिले नि नआएको साथीहरुलाई चाहिँ अचम्म लाग्न सक्छ। भिडियो हेर्नु होला, राम्रोसँग सपोर्ट गर्नु होला अनि इन्जोय लिनु होला। बजारको बीचमा आइसकेका छौँ हामी। ठ्याक्क यो चिनेको भाइले चिन्नु भएको रहेछ के, एकजना दिदी, शिरीष होटलको दिदी। मैले नि चिनेको तर कहाँ बस्छु भन्ने थाहा थिएन। अनि भाइले ठ्याक्क त्यहीँ लिएर रोक्नुभयो। उहाँ नै हुनुहुन्छ शिरीष होटलको दिदी। एकदम जाती हुनुहुन्छ। म चाहिँ यही होटलमा बसेँ साथीहरु। अनि बसेर म चाहिँ त्यही दिनको क्लिप्स देखाउन सकिनँ। यो भोलिपल्ट 2-3 दिन पछिको म डुब्न जाँदैछु। हातमा बाल्टी, ब्ल्याङ्केट, किनभने त्यो गुफिनु पर्छ नि त, ब्ल्याङ्केट बाल्टी लिएर। अनि म जाँदैछु। पछाडि अरु साथीहरु पनि हुनुहुन्छ। ल हेर्नु साथीहरु, लाइन ठाउँ यस्तो मजाको ठाउँ छ यहाँ। लाइनमा बसेर यति धेरै साथीहरुको पछाडि छु म। र फेरि यो भोलिपल्ट मेरो फेस पुरै सुन्निसकेको छ पानीमा डुबेको भएर। आजको एकछिनलाई बाइ भनेर म चाहिँ फेरि पनि जान्छु डुब्नको लागि। फेरि पनि यही बाटोमा गएँ म लाइनमा छु फेरि पनि। अनि दुईजना कुनामा स्टाफ साथीहरु हुनुहुन्छ त्यहाँको। फेरि म आउनको दिन 9 दिनको दिन, म गएको 9 दिनको दिन अन्तिम पल्ट डुब्न जाँदैछु म। त्यही भएर म अब जाँदैछु भनेर त्यो म बसेको घर हो। तल ठ्याक्क खोला छ देखाइरहेको छु मैले। त्यहाँ मसँग सँगै बस्ने, उतै घरमा बस्ने दिदी पनि हुनुहुन्छ। थोरै देखाएको छु उहाँलाई पनि। अँध्यारो आउनु भएको छ तर यसरी डुबिन्छ साथीहरु। हेर्नुस् यति धेरै मान्छे हुनुहुन्छ डुब्ने ठाउँमा। उहाँ डुबिसक्नु भएको थियो। म अलि ढिलो गएँ। यता आउनको दिन मलाई अलिकति गाह्रो भएको थियो। ल हेर्नु कतिजना साथीहरु जाँदै हुनुहुन्छ, कतिजना दिदी बहिनीहरु त्यहाँ बसिसक्नु भएको छ, कतिजना बाहिर आइसक्नु भएको छ, कतिजना लुगा फेर्दै हुनुहुन्छ साथीहरु। यति गरिसकेपछि फेरि नुहाउनु पर्ने चलन छ क्या त्यहाँ। फेरि नुहाउनु पर्ने हुन्छ। फेरि अर्को सफा पानी त्यहाँ बाल्टीमा थापेर अनि मजाले फेरि नुहाएर फ्रेस भएर निस्किनु पर्ने हुन्छ। अब मैले पनि नुहाइसकेको छु लगभग। सबै नुहाउने क्रममा हुनुहुन्छ। कोही खाने पानीमा हुनुहुन्छ, खाने पानी लिन। म नुहाएर माथि आइसकेँ। अब ल हेर्नुहोस् अर्को ग्रुप हुनुहुन्छ उपल्लो बजारमा बस्ने। अर्को ग्रुपको पनि पालो आइसकेको छ। मेरो पनि आज 9 दिन भयो। ल हेर्दा मेरै फुपू ठ्याक्कै भेटिनु भयो के, मेरो आफ्नै फुपू फेरि। ल हेर्नुहोस् साथीहरु, उहाँ उपल्लो बजारको दिदी बहिनीहरु यति माथिसम्म लाइन हुनुहुन्छ। त्यहाँ मान्छे यत्तिकै कहिले पनि खाली हुँदैन। लाइन लागेर बल्ल भित्र छिर्नुपर्छ र बल्ल बाहिर आएपछि नुहाउन त्यस्तै गाह्रो छ
सबैजना हामी तल्लो बजारको हामी सबै हाम्रो ग्रुप तल्लो बजारको नुहाउँदै हुनुहुन्छ, नुहाउने चतारोमा हुनुहुन्छ भने उपल्लो बजारको पालो परेको छ अहिले। उहाँहरू चाहिँ डुब्ने चतारोमा हुनुहुन्छ, भित्र गइसक्नु भएको छ। यो उपल्लो बजार भनेको यो हो, माथिको बजार। हामी चाहिँ तल्लो बजारमा छौँ। दुईवटा बजार छ, बिचमा अलिकति ग्यापिङ छ, त्यसपछि तल्लो बजार उपल्लो बजार छ। कोही नुहाएर बसिसक्नु भएको छ, कोही यसरी टिकट देखाएर जाँदै हुनुहुन्छ भित्र गेटमा। टिकट देखाउनु पर्ने हुन्छ बिचमा। हाम्रो त्यहाँको भाइ हुनुहुन्छ, स्टाफ कर्मचारी हुनुहुन्छ, उहाँलाई टिकट देखाएर जानुपर्ने हुन्छ। हेर्दै फेरि यताउति हेर्दै थिएँ अनि हाम्रो जमुना श्रेष्ठ बहिनी पनि बस्नु भएको रहेछ र सबैजनाले बाई बाई।